दाई नमस्ते। नमस्ते हजुर। हजुरको परिचय दिनु न। म टेक प्रसाद चौनागाई सिनापाट सल्लेरी ओखलढुङ्गा। दाई यस्तो काठको ठेकीको व्यापार गरिरहनु भएर चाहिँ कतिको बिक्री छ? आज कति बेच्नु भयो? आज चाहिँ बेचेकै छैन भने पनि त एउटा बेच्छु सानो। बन्नु भएको छैन? बनी सानोबाट गरियो त्यो बिक्री छैन। कहिलेकाहीँ अलिअलि हुन्छ कहिलेकाहीँ हुँदैन। यस्तो ठेकीहरू जुन यहाँ देखिरहेको छ विभिन्न आइटमका ठेकी छ, एकदमै आकर्षक छ। अब यो चाहिँ के हो? तपाईँ आफैले बनाउनुहुन्छ कि अथवा कहाँबाट ल्याउनुहुन्छ कि के हो? यो चाहिँ यो बनाउनेमा चाहिँ सतलुङको छ बिक, म उहाँबाट कन्ट्याक्ट गरेर ल्याउँछु। अनि दुईटा छ म खाने हो किन्दा। तपाईँ अरूबाट यो ठेकेर ल्याउनुहुन्छ अनि तपाईँले बेच्नुहुन्छ। यो बनिन्छ चाहिँ कसरी? यो होइन हातले बनाउँछ कि मेसिनले बनाउँछ कि केले बनाउँछ? सर यो मोटर छ, अहिले पहिले पानीमा कुद्थ्यो, पानीको उसमा जस्तै घट्टा चल्ने जस्तो त्यस्तै अहिले मोटर ल्याएको छ, मोटरमा फिट गर्दै मोटरमा कुद्दै। यो साइज कति सानो छ, कोही ठुलो छ, यो साइजको मोटर हुन्छ? होइन, हुँदैन, त्यसमा टाइम हुन्छ, टाइममा टिका पारेर गर्छ। योभन्दा पहिला जस्तो अलिकति पहिलाको समयमा पनि यस्तो ठेकीहरू पाइन्थ्यो, त्यतिखेर त यस्तो मोटरहरू थिएन होला, त्यतिखेर चाहिँ कसरी बनाउँथ्यो? पानीमा चर्खाबाट बनाउँछ। पानीमा चर्खा भनेको चर्खा भनेको चाहिँ हाम्रो उतापट्टि पछाडि चर्खा हुन्छ, जस्तै हाम्रो मोटरको उसको जस्तो यो घट्टा घट्टा हो सेम त्यस्तै हुन्छ। त्यसको बाहिरपट्टि उसले ठ्याक्क टाइम फिट गरेको हुन्छ। टाइम जस्तो यो उहाँहरूको चाहिँ यो चाहिँ पेसै हो, सधैँ यही नै बनाउनुहुन्छ? त्यस्तै निजी बनाउँछ। 3 भाइ छन्। हजुर, तिनीहरू सतलुङका हुन्। अहिले मसँग छोरो दुई लिङमा छ, उसका बाबु बराबर दुईजना। पहिलाको प्रख्यात ओखलढुङ्गा जिल्लाभरि नभएर रामेछाप दोलखा उहाँसम्म पुग्छ। यो बनाउनको लागि कि बेच्नको लागि? बनाउँदै बेच्दै गर्छ। अब यो जस्तो यो विभिन्न आइटम देखेको छ, सानोदेखि ठुलोसम्म, यी सबैमा युज हुने काठ चाहिँ एउटै हो कि? एउटै हो काठ। यो काठभन्दा अरू काठ बेच्यो भने मलाई पर्छ। यो काठ चाहिँ के काठ हो? दार भन्छ। यो दार भन्नाले चाहिँ कस्तो काठ हुन्छ? चिप्लो हुन्छ। यो पानीमा राख्दा कुँदैन, पानीले खाँदैन, घामले भेट्यो भने चट्छ। यो पानीमा राख्यो भने जस्तो राख्यो भने 2-4 वर्षै राख्नु, हरियो भएर बस्यो। यो मकिँदैन? यो हरियो चिज यो साल भन्दा पनि डर हो। साल सेम सालको चुर जस्तो जेठो दबाई। साल भन्दा पनि जेठो। हजुर, यसमा गोरस एकदम मिठो, एकदम अत्याधिक मिठो। हामीले जति मान्छेले पनि चारको भनेपछि गोरसमा अत्याधिक। अनि तपाईँको चार जति पनि ए देखिरहेको छ, अब यसमा चाहिँ हामीले चाहिँ केमा प्रयोग गरिन्छ? यो चाहिँ यो ठेकी दही दुधमा, यो रक्सीमा, अनि यी रक्सीमा, यो ठेकी रक्सीमा त्यस्तै छ। अब ती ओखलहरू चाहिँ कुट्ने पिट्नेमा। त्यसमा हामीले के मसलाहरू कुट्न मिल्छ, चामलसम्म कुट्न मिल्छ। यो चामल पनि कुटिन्छ यसले? जस्तो यसको त्यो कुट्ने त्यो मुस्ली त्यस्तै चारकै। यसै चामल धान सबै कुट्छ? धान कुट्ने चाहिँ कुटेको छैन, चामल चाहिँ कुट्दैछ। चामलको चाहिँ पिठो बनाउने ठाउँमा यिनीहरूले कुटिरहेको छ। कोदो भन्छन्, अब मकैको त्यो ठोट्ला फलेर खान्छन्। भन्छ के अरे यो लेखपट्टि भन्छ नि तपाईँको उसिनेर राखेको मकैलाई हो, त्यो मकै फाल्की फलेर अनि त्यसमा चाहिँ खाएको पनि भेटिन्छ। पल्लो बजारमा 5वटा लगेको छ एकैजना। अब हामीले जस्तो यो ठुलो ठेकीहरूमा चाहिँ दहीहरू राखिन्छ, दही मही राख्ने। अब जस्तो यसमा चाहिँ रक्सी राखिन्छ। यो चाहिँ रक्सी राख्नुको लागि बनायो। अब जस्तै पत्रे ठेकी बोल्छ त्यस्तै। अब यी सानाहरूमा पनि रक्सी भनेपछि यिनीहरूमा पनि रक्सी राख्ने। अब यतिमा राखेको रक्सीले चाहिँ के गर्छ? यसबाट सारेर गिलास हुन्छ। पहिला यसमा रक्सी राखेको हुन्छ। यसमा रक्सी राखेको हुन्छ, तपाईँको सार्दै दिँदै गर्ने हो। राईको एकदम इज्जतको चिज हो र मैले पनि गर्दा गर्दै पत्ता लागेको। अनि यसमा राखेर चाहिँ केही त्यसको महत्त्व छ कि के छ? हजुरलाई पनि त्यसै खाने जति सबैलाई यसबाट सार्दै यसबाट दिँदै गिलास। पहिला यसबाट यसमा राखिन्छ। अनि यसरी सबैले तपाईँ कति खानुहुन्छ, उसलाई कति खाए, दुधो त भएन, सल्लाहको खाए। यसैबाट माथिबाट खाने यो यसको महत्त्व यति। हजुर, यो महत्त्व भएर मैले पनि पछि बुझेको र कटाउन थालेर ल्याएर बेचिरहेको छु फाटक। तपाईँ चाहिँ यो बेच्नुहुन्छ कि तपाईँ घरमा नै युज गरिराख्नु पर्छ? यो घरमा मसँग छन्, 3वटा छन्, मै पारिरहेको छु। म
एउटा चिज मैले यो ठेकी लगेको थिएन सल्लाहको अब तपाईँ रक्सी राख्ने यस्ता भाँडा त राख्नुहुन्न होला तपाईँ, होइन? यो त अब मलाई जाँदैले हस्, धन्यवाद। यति यसको बारेमा चाहिँ केही जानकारी दिनुभयो, त्यसको लागि तपाईँलाई धेरै धेरै धन्यवाद। धन्यवाद। अब कहाँ कहाँसम्म हालिनुहुन्छ हजुरले हालेको फेमस हो मेरो लागि अझ ठिक हो। तपाईँले यो बेच्ने चाहिँ ओखलढुङ्गा हटिया मात्रै हो, कहाँ कहाँ बेच्नु? ओखलढुङ्गा मात्रै बेच्छु म, अन्त बेचेको छुइनँ। अन्तबाट लिएर आउने हो, यहाँ बेच्ने हो, यहीँ राख्ने हो, यहाँबाट जाने हो, फेरि पर्सि आउने यहीँ पर्ने। तपाईँ चाहिँ अरू व्यवसाय के गर्नुहुन्छ कि यही मात्रै? दाना गेडा गुडी सबै छ। यो चाहिँ तपाईँले आफैले उत्पादन गर्ने हो? यो खरिदको सबै यो सबै खरिद खरिदको भनेपछि यो व्यापारले तपाईँ सन्तुष्ट हुनुहुन्छ? अहिलेसम्म चाहिँ सन्तुष्टै छु। यो जीविकोपार्जन यो व्यापारले भएको छ? त्यसै भन्नुपर्छ। दुःख सुख त्यो आफ्नो ठाउँमा छ। 200, 400, 100, 500, 50 त्यसै खाने हो, त्योभन्दा बढी खान पाइन्छ।